जाउँ अब हाम्रो कार्यक्रम सकियो। हामी 3 जना साथीभाइहरू चाहिँ आज 2 ठाउँको कार्यक्रम बनाएर आएको थियो। एउटा चाहिँ वनलामा गएर तातो पानीमा नुहाउने र अर्को चाहिँ हामी लामायुरुको मुनलाइन हेर्ने भने त्यहाँ जुत्तैसँग नुहाउनु पर्छ अरे। उहाँले चाहिँ खोला धार्दाखेरि जुत्ता खोलेर राख्यो, अनि फेरि तातो पानीमा नुहाउँदाखेरि चाहिँ बिर्सिएर जुत्तैसँग पुरै अहिले सुक्यो सुक्यो छैन अनि हामीले चाहिँ फुल इन्जोय गऱ्यौँ। सकेसम्म तपाईँहरूले पनि इन्जोय गरोस् भनेको मेरो हो उद्देश्य। त्यही भएर हामीले भिडियो लिएको छौँ। यो चाहिँ लामायुरु भन्ने ठाउँ। उहाँलाई चाहिँ यहीँ लगेर जुत्ता सघाउने हो कि यो चाहिँ हो फेरि मेन हामी हेर्ने आएको चाहिँ आज यो ठाउँ हो। यो चाहिँ पुरा यो जमानामा चाहिँ यहाँ पोखरी ताल थियो अरे। अनि त्यो ताल चाहिँ फेरि हाम्रो कहानी चाहिँ कस्तो भने हाम्रो माथि के भन्छ स्वयम्भूनाथको जस्तै मञ्जुश्रीले यो पहाडलाई चट्टानलाई खोलेर चाहिँ पानी पठाएको भने जस्तो टाइपको छ यो पनि। यो चाहिँ पुरा पहिला यस्तो पुरा वरिपरि जोडेको पहाड थियो भने अहिले चाहिँ बिचबाट स्वाट्टै काटेर चाहिँ यो खोला नाला सबै त्यही कुनाबाट जान्छ। अनि यो चाहिँ रिङ्गै चाहिँ त्यो जमानामा चाहिँ यो के भन्छ पोखरी थियो भन्ने त्यो ढाँचा चाहिँ अझै पनि हामी देख्न सकिन्छ कि यो नभए हामीले चाहिँ पताउनु पनि गाह्रो हुन्थ्यो। यो चाहिँ जुन अहिले पोखरीको ढाँचा नदेख्ने भए तर अहिले बताउन सक्छौँ, किनभने यो पोखरीको वरिपरि पुरा निशानाहरू सबै छ। अनि हामी चाहिँ टपमा आएर लामायुरु गुम्बा अनि यहाँ माथि भ्यू पोइन्ट। यहाँ चाहिँ भ्यू पोइन्ट भन्नाले अब सबै चाहिँ आइपुग्दैन। हामी चाहिँ यो ठाउँ पर्सनल्ली हामी यो ठाउँमै आउने भनेर आएको कारणले हामी घुमेर भए पनि यहाँ आयौँ। अरू चाहिँ टुरिस्टहरूलाई चाहिँ सिधै मेन हाइवेबाट तल कुनामा अघि मैले देखाएको ठाउँमा एउटा फोटो खिच्ने भ्यू पोइन्ट छ मुनल्यान्डको मात्रै। अनि यहाँ चाहिँ के हुन्छ भने यहाँ वरिपरि पहाड, माथिल्लो पहाड, तल मुनल्यान्ड मोनेस्ट्री सबै हेर्नु सकिन्छ मस्तले। त्यही भएर हामीले इन्जोय फुल गऱ्यौँ। हामीले चाहिँ जसरी हाम्रो आँखाबाट हेऱ्यौँ त्यति साह्रो चाहिँ मजा, त्यत्तिकै मजा चाहिँ भिडियोमा नआउन सकिन्छ। तैपनि भिडियोमा यत्तिको चाहिँ मैले लिने कोसिस गरेको छु। हेरेर इन्जोय गर्नुहोला र मेरो च्यानललाई फेसबुकलाई र युट्युबमा इन्स्टाग्राममा युट्युब च्यानल सब्सक्राइब गरिदिनुहोस्, त्यसमा पनि आउँछ। अनि फेसबुकमा पेज फलो गर्नुहोस्। बढी जस्तो म फेसबुक पेजमै एक्टिभ रहन्छु। युट्युबमा आजभोलि मैले त्यति हालेको छैन। अनि इन्स्टाग्राममा पनि म कहिलेकाहीँ हाल्छु। ल यति भन्दै हामी फर्किन्छौँ। अब पानी पनि सिमसिम पर्न लागिसक्यो। ओके देन बाई बाई साथीहरू।